सबैलाई नमस्कार। मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज म यो भिडियो चाहिँ क्लास 8 को लागि बनाउन गइराखेको छु। मैले धेरै भिडियोहरू बनाइसकेको छु है। अब यो भिडियोमा चाहिँ तपाईहरुलाई बाइनरी नम्बरको एडिसन कसरी गर्ने भन्ने कुरा सिकाउन गइराखेको छु। त्यसैले कृपया यो भिडियोलाई है ध्यान राखेर हेर्नु होला। ल त भिडियो स्टार्ट गरौँ है। अब हाम्रो भनेको एडिसन अफ बाइनरी नम्बर। आजको टाइटल भनेको एडिसन अफ बाइनरी नम्बर है। बाइनरी नम्बर, एडिसन अफ बाइनरी नम्बर। अब बाइनरी नम्बरमा युज हुने डिजिट भनेको है हाम्रो 0 एन्ड 1 मात्रै हो। यसमा चाहिँ दुईटा डिजिट हुन्छ है। अब यसमा चाहिँ हामीले के ध्यान दिनुपर्छ भने यसमा दुईटा डिजिट मात्रै युज गर्नुपर्छ है। हामीले 2 डिजिट 2 डिजिट 3 डिजिट 5 डिजिट यो के गर्यौं युज गर्यौं भने के हुन्छ, रङ हुन्छ। हामीले ओन्ली के गर्नुपर्छ 2 डिजिटको गर्नुपर्छ। जस्तै कि मैले एउटा डेसिमल नम्बरको के गरे है एडिसन गरे 29 प्लस 7 2। अब यो के हो डेसिमल नम्बर हो है। डेसिमल नम्बरमा के हुन्छ 9 प्लस 2 11 हुन्छ है। 11 को के हुने भो 1 क्यारी ओभर 1 हुन्छ। 1 प्लस 2 3, 3 प्लस 7 के हुने भो 10 हुन्छ। अब यो के हो डेसिमल नम्बरको रुल हो। अब बाइनरी नम्बरको रुल के हुन्छ अलग हुन्छ है। बाइनरी नम्बरको के हुन्छ रुल अलग हुन्छ। अब बाइनरी नम्बरको रुल मैले लेखाए है। ल रुल लेखौं है। बाइनरी नम्बरको रुल रुल नम्बर 1 मा है 0 प्लस 1 के हुन्छ 1 हुन्छ। त्यसपछि 2 मा है 1 प्लस 1। अब हामीले नर्मली सोच्यो भने यसलाई 1 प्लस 1 के हुन्छ 2 हुन्छ। तर 2 लेख्ने हैन है। किनभने बाइनरी नम्बरमा युज हुने डिजिट भनेको 0 र 1 मात्रै हो। त्यसैले 1 प्लस 1 2 लेख्न मिलेन, यो के हुन्छ गल्ती हुन्छ। त्यसैले अब बाइनरी नम्बर सिस्टममा 1 प्लस 1 लाई के लेख्छ 10 लेख्छ है। के लेख्छ 10। त्यसपछि है रुल नम्बर 3 मा 1 1 1 तीनटा दियो 1 प्लस 1 प्लस 1 तीनटा 1 नर्मली सोच्यो भने कति हुन्छ 3 हुन्छ। तर 3 लेख्न मिल्दैन हामीले है। 3 लेख्यो भने के हुन्छ त्यो गल्ती हुन्छ। त्यसैले अब यो बाइनरी नम्बरमा 1 प्लस 1 प्लस 1 लाई के भन्छ है 1 1 भनेर भन्छ है। के भन्छ 1 1 भनेर भन्छ। अब त्यसपछि म तपाईहरुलाई है क्वेशन कन्भर्ट इन्टु एडिसन है। एडिसन क्वेशन यसरी आउँछ है। एडिसन अफ द फ्लोइङ एडिसन अफ द फ्लोइङ। अब 1 नम्बरमा ए नम्बरमा क्वेशन है 1 0 1 1 यो के भयो एउटा बाइनरी नम्बर भयो है। त्यसपछि 1 0 1 0 यो के भयो बाइनरी। अब यसमा 1 2 3 4 यसमा पनि 4 डिजिट छ, यसमा पनि 4 डिजिट छ है। अब यसमा हामीले के गर्नुपर्छ 1 0 1 1 प्लस है 0 1 0 1 गर्नुपर्छ है। अब यो के हो हाम्रो बाइनरी नम्बर हो। अब बाइनरी नम्बरमा 1 प्लस 0 गर्यो भने के हुन्छ 1 प्लस 0 वा 0 प्लस 1 के कुरा एउटै हो। के हुने भयो यसको 1 हुने भयो है। अब 1 प्लस 1 नर्मली सोच्यो भने अब 1 है 1 प्लस 1 कति हुन्छ 2 हुन्छ नर्मली सोच्यो भने। तर यो के हुन्छ गल्ती हुन्छ है। अब 1 प्लस 1 भनेको के हो 1 0 हो है। 1 प्लस 1 भनेको कति हो 1 0। 1 प्लस 1 भनेको 1 0 हो। अब 1 0 को यहाँ के लेख्ने यहाँ 0 लेख्ने है। क्यारी ओभर कति गर्ने 1 गर्ने। अब 1 प्लस 0 1 नै हुने भयो। फेरि प्लस 0 गर्यो भने के हुन्छ 1 नै हुन्छ। त्यसपछि 1 प्लस 1 भनेको कति हो 1 प्लस 1 भनेको 1 0 हो। अब के लेख्ने 1 0 के गर्ने लेख्ने। यो के भयो तपाईको आन्सर। त्यसपछि अब बी मा एउटा अझै मैले है एक्जाम्पल गरे 1 1 1 0 एउटा के भयो यो बाइनरी नम्बर हो है। त्यसपछि प्लस 1 0 1 0 यो के हो बाइनरी नम्बर। यो दुईटै बाइनरी नम्बरलाई के गर्नु छ एड गर्नु छ जोड्नु छ है। बीचमा प्लस साइन छ भने के गर्नुपर्छ जोड्नु पर्छ। अब यसलाई 1 1 1 0 है अनि 0 1 0 1
यो के भयो हाम्रो है बाइनरी नम्बर हो। अब यसलाई बाइनरी नम्बरलाई जोडौं। 0 + 0 के हुन्छ 0 नै हुन्छ है। 0 + 0 0 हुन्छ। 1 + 1 कति हुन्छ 1 + 1 1 0 हुन्छ है। 1 + 1 1 0 हुन्छ। अब हामीले 1 + 1 सरी 1 + 1 1 0 हुन्छ। तर हामीले के गर्ने 0 लेख्ने 0 क्यारी ओभर के गर्ने 1 गर्ने। अब 1 + 1 1 0 फेरि 0 प्लस गर्यो भने के हुन्छ 1 0 नै हुन्छ है। 1 0 को 0 फेरि के हुन्छ क्यारी ओभर 1। अब 1 + 1 + 1 ट्रिपल 1 लाई प्लस गर्यो भने के हुन्छ 1 1 हुन्छ। के हुन्छ 1 1 हुन्छ। यो के भयो तपाईको आन्सर है। त्यसपछि म एउटा तपाईलाई दिए है एउटा क्वेशन तपाईलाई दिए मैले सी नम्बरको है 1011 प्लस 1001 ल यो क्वेशनलाई कृपया सल्भ गरेर है मेरो कमेन्ट बक्समा कमेन्ट गर्नु होला। ल यदि यो भिडियो तपाईहरुलाई मन पर्यो भने कृपया यो भिडियोलाई लाइक गर्नु होला है। सकिन्छ भने सब्स्क्राइब गर्नु होला। यदि मेरो साथीहरु पनि पहुँचोस् यो भिडियो चाहनुहुन्छ भने शेयर पनि गर्नु होला। ओके यो भिडियो हेरिदिनु भएकोमा तपाईहरुलाई धन्यवाद।